अनि कस्तो लाग्थ्यो हजुरलाई त्यो कुजी भनेको भए? अनि अब अर्को नामलाई के भन्थ्यो रे? ले लोडे ए अनि कस्तो लाग्थ्यो हजुरलाई? हजुरलाई कस्तो लाग्थ्यो? नराम्रो लाग्थ्यो है? ल मलाई चाहिँ मेरो ओ कुइरे सेती छ भनेर आउँदा पहिला सुनाइन्छ हैन सेती छ भनेर ओ कुइरे हजुर अनि कस्तो लाग्थ्यो हजुरलाई? मलाई राम्रो लाग्थ्यो कुइरे जस्तै छु भनेर गर्नु लाग्थ्यो हैन मलाई किन मलाई त्यो भन्दा पनि मलाई रमाइलो लाग्थ्यो मायाले भनेको भएर होला नि मायाले ल मलाई पुर्की भन्नुहुन्थ्यो म होती म यसो गर्दै हेर्छ मिलेर आउँछै भन्नुहुन्छ त्यही मलाई पुर्की भन्नुहुन्थ्यो अनि कस्तो लाग्थ्यो हजुरलाई? अब म त भन्दिनँ पुर्की भने रमाइलो लाग्थ्यो ल मलाई चाहिँ चिठी चाहिँ सबैको आयो हैन आँखे भन्थे अनि त्यो दाँत बाहिर भएको भएर पनि धारे पनि मलाई त घरमा अनिता भन्छन् अनि बाहिर नाम रहेछ सुनिता मेरो जान छैन हजुर अनि त्यो कतै गाली त गर्दैछन् हाम्रो आमा बुवा अनि के भन्छन् यस्तै अनि टिचरले गाली गर्नु भयो कि भएन? ए राम्रो रहेछ भाग्यमानी है त मेरो कपाल एकदम सुन जस्तै थियो हैन खैरो के हाम्रो चौधरी भाषामा त्यसलाई खैरी भन्छ एकदम कपाल सुन जस्तै के खैरो भयो अनि अहिले मेन्नीले धेरै काम गर्यो त्यो भन्दाखेरि तपाईलाई कस्तो लाग्थ्यो? हजुरलाई कस्तो लाग्थ्यो त्यो भन्दा? मलाई एकदम कुइरे अमेरिकन जस्तै फिल हुन्थ्यो के राम्रो रहेछ मेरो त अब पहिलो नाम जन्मैको नाम नै शिला हो आमा बुवा त केही शिला नै भनेर बोलाउँथे तर हाम्रो मभन्दा अगाडिको दाइ चाहिँ झगडा गर्थ्यौँ कि दुईजना अनि सिलिया पिलिया सिलौटी भन्थ्यो मलाई धेरै राम्रो नराम्रो लाग्थ्यो कि सिलौटी भन्नुहुन्थ्यो अनि स्कुलमा फेरि त्यो हुन्छ नि त कपडदेखि खेल्दाखेरि अनि सधैँ मैले जित्ने अनि अब फेरि मलाई त्यो भोटे माछा भन्थ्यो कि मलाई त्यो मुसा खाने ठाउँने भोटे माछा जहिले जित्छ भने के मलाई यत्रो रिस भने मैले पनि मलाई मुसा खाने ठाउँने पनि ताराको काने मुस भन्ने के झगडा हुन्थ्यो कि अरू झगडा त चाहिँ अब शिलाबाईको कसैले भनेन भाइमा झगडा हुन्थ्यो तर त्यो स्कुलमा चाहिँ ल धन्यवाद अनि अरू कति ज्ञानी है ल खतरा है भन्नु भएन हजुरलाई कति ज्ञानी है कस्तो राम्रो परिवार हजुर आयो
अनि पुर्की भने मन पर्थ्यो आफन्तै हुनुहुन्थ्यो सबैजना अब कोही भिनाजु पर्ने कोही मामा पर्ने कोही अङ्कल पर्ने हुनुहुन्थ्यो अनि पुर्की भन्दाखेरि अब म यस्तै छु होला यस्तो उठ्यो अरूले भन्दा त पिटिहाल्थे तर सरहरूले भन्दा केही गर्न सकेन गाह्रो केही गर्न सकेन अब साथीहरूलाई त झगडा गरेर पिटिन्थ्यो धन्यवाद नमस्कार मेरो नाम चाहिँ घरमा चाहिँ मलाई मिठु मिठु भनेर बोलाउने घरमा चाहिँ म सबैभन्दा सानो दिदीहरूको बिहे भएपछि जन्मेको कि म भनेपछि घरमा परिवारमा चाहिँ म लड्न कसैको बोलाउन राख्न पाएन स्कुल कहाँ गरे म सरहरूलाई पनि गाली गर्दिनँ कि अझै पनि सरहरूले भन्नुहुन्छ त टिचर बन्दिन भन्दिस् त टिचर बन्न हामीसँग झगडा गर्न आइस् भन्नुहुन्छ कि म चाहिँ छुच्ची भन्थेँ खतरा है आफ्नो विवेकले त होइन नि अरूले होइन आफूलाई गर्न मन लागेर त होइन नि मलाई भन्नुहुन्छ यो कालो मेहन्दी लगाएर बाल कालो गराएको मेरो एकदम सेता देखा भयो त्यो खैरो खैरो थियो अनि फेरि म दाईभन्दा अग्लो दिदीभन्दा अग्ली बहिनीभन्दा अग्ली अनि फेरि सबभन्दा गोरी मै दाई पनि कालो दिदी कालो बहिनी काली मलाई भुर्री मेरो माइत इन्डिया हो त्यहाँ भुर्री पाँच हत्थी भन्थे कस्तो लाग्थ्यो त्यो भन्दा त्यतिखेर म तिमी कालो छौ मैले फेरि काली काले भन्ने उनीहरूलाई त्यही आफ्नो हिन्दी भाषामा उनलाई गाली गर्ने अनि तिमी कहिले बुढी भन्दैनौ म पनि फर्काउने हो ल धन्यवाद तर म फागुनमा जन्मेको हुनाले पहाडतिर महिनाको नामले भन्ने पहिलो कपाल अनि फागुनी पनि भन्ने रिसुट्याबाट कहिले पनि भन्ने अनि त्यसपछि एक दिन मलाई जहिले नि मलाई त्यो भनेको चाहिँ केही लाग्थेन अलिकता कुनै बेलामा त्यस्तो अप्ठ्यारै महसुस भएको थियो केही खेलमा हाम्रो प्रोग्राम मिलेको थिएन मलाई हेर्छले भन्नुभयो के म्याडम ए फागुनी कहिले हारे हारे के भन्नुभयो अनि मलाई चाहिँ त्यही झोकैमा मैले हेर्छलाई 70 तिरको यादव पुना यादव सर हुनुहुन्थ्यो 70 दिनका कालै कालो मसँग ठुलो हुनुहुन्छ भने त्यो दिनदेखि मलाई कहिले पनि भन्नु भएन त्यो चाहिँ अहिलेसम्म किन मुखमा लाग्यो होला मेरो गुरुसँग भन्ने मनमा खटिरहेको छ ल धन्यवाद साथीहरूले चाहिँ म धेरै पातली थिएँ पहिला त्यही भएर दाउरी भन्थे सरहरूले चाहिँ गैरेनी भन्नुहुन्थ्यो ल धन्यवाद ल अरू म्याडमले त पछाडि अब के भन्थे त्यही भन्ने नमस्कार लास्टै राम्रै हो त मलाई पनि मन पर्यो मलाई पनि मन पर्यो अहिले त यस्तै हुनुहुन्छ त्यो बेला झन् कस्तै हुनुहुन्थ्यो ठिक छ भनेकै कुरामा मेरो नाम त पवित्र रावल है मेरो घरमा पहिला उपनाम चाहिँ मुगर्नी भन्छ मुगर्नी भनेको अहिले जातपातमा हुँदो रहेछ त्यति बेला थाहा हुँदैन थियो हामी सानो तर मोटी थिएँ अनि सबैले मुगरिनी घर आले मुगरिनी पनि म त्यति बेला रुन ल्याइरहन् गाना गर्न गएकी मुगर्नी जा गाना खोजेर ल्याउने गाना गर्न आउँथ्यो क्या गाना पनि त्यो कालो गानाहरू हुन्छ हुन्छ कि अनि जे मेरो सबै आछ त्यो गाना सबैले ल्याएर थाहा भन्ने त्यति बेला रुनको दिशा हुन्थ्यो पुरै छ मजा नै लाग्थ्यो त्यति बेला उपनाम भन्दाखेरि क्या हो ल धन्यवाद अरू कोही हुनुहुन्छ ए पालोमा बोल्नु है ल ज्ञानी हुने सबैलाई नमस्कार मेरो नाम इन्दिरा छेत्री हो तर मलाई कसैले इन्दिरा भन्दैन मलाई सबैले इन्द्रा भन्दा बिन्द्रा पनि भन्छ सानोमा अनि के अरे मेरो चाहिँ दाँत धेरै दिनमा दाँत आएन क्या गएको फुर्ती भन्थ्यो कस्तो लाग्थ्यो त्यो भनेको बेला आफूलाई चित्त दुख्थ्यो रिस उठ्ने अनि अरू
सबैलाई नमस्ते, मेरो नाम शोभा खत्री। म सानो सन्दासम्म अहिलेसम्म पनि मलाई बुवा मम्मीले सानो नै भनेर बोलाउनुहुन्छ। दाई दिदी अनि दाईको छोराछोरी दिदीको छोराछोरीले भने अहिलेसम्म आन्टी कहिले भन्दैनन्, फुपू भन्दैनन्, दादु भन्छ। अहिले भन्दैन पनि 2 वर्ष पुगी दारु नै भनेर बोलाउँछ मलाई। किन दारु? मेरो दारो भएर। अनि भाउजूले पनि दारु, दाइले पनि दारु भन्दा उ अब बच्चा पनि जे सुने त्यही हो न। अनि दिदीको छोराछोरीले पनि दारु, उसले पनि दारु, सबैले दारु। अनि स्कुलमा पढ्दाखेरि हाम्रो एकजना सर हुनुहुन्थ्यो, भन्छ भन्ने हुनुहुन्थ्यो, एकदम माया गर्नुहुन्थ्यो, सानैदेखि पढाउनु भएको। त्यहाँको भने 2टा फेभरेट स्टुडेन्ट म र निर्मल थियौँ। निर्मललाई भने तोर्पे भन्नुहुन्थ्यो, मलाई पनि तोर्पे नि भनेर बोलाउनुहुन्थ्यो है। हामीलाई 10 क्लाससम्म नै, हामीलाई 5 क्लासदेखि पढाउनु थाल्नुभएको, 10 क्लाससम्म पनि पढाउनु, 11 र 12 पनि पढाउनु भयो। अनि अहिले पनि एकदम क्लोज हुनुहुन्छ, घर आउने बस्ने भेट्ने सबै गर्नुहुन्छ, तर कहिले पनि नामले बोलाउनु न तोर्पे नि हो भन्ने। स्कुलको सरनामहरूले तोर्पे नि, घरमा बुवा मम्मीले सानो, अरूले सबै दारु नै हो। कस्तो लाग्छ त तोर्पे नि भन्दा? खुसी लाग्छ, अब आफ्नो गुरुले दिएको नाम है, एकदम माया गर्ने। अब केही खानेकुरा पनि लिएर आइदिने कि चक्लेट ल्याइदिनु, तोर्पे नि खा भन्ने, वेलकमहरू ल्याइदिने, अरूलाई नदिने, निर्मललाई र मलाई मात्रै फेरि। अनि म पनि एकदम मिल्ने, निर्मलमा सँगै बस्ने। र यिनीहरू त पछि ठुलो भएर पनि बिहे गर्छ नि, तोर्पे नि भन्ने है। त्यो सानोमा सँगै क्लोज भएको देखेर होला। अरू र म 10 क्लासबाट छुट्टिन्। अनि त्यही पनि अहिले क्लोज नै छौँ, भेटेको बेला उसले पनि फोन गरेर तोर्पे नि नै भन्छ निर्मलले, म पनि उसलाई तोर्पे नै भन्ने। उसको पनि बिहे भयो, मेरो पनि बिहे भयो, छोराछोरी भयो, त्यही पनि तोर्पे नै भनेको।